यस्तो गरेको दाइले भनेको मैले यस्तो गरेकै हो भनेर उसले स्वीकारिसक्यो मिनाले। अनि मेरो दाइको बच्चै होइन यो तिमीले बच्चा मेरो दाइको बच्चै होइन तो यो बच्चाहरू लिएर जान्छ कि तँलाई मार्छु भनेर यति चोटी पिटेको होइन त्यो नन्दले होइन तेरो दिमाग छैन अहिलेको जमानामा गएर त्यहाँ काठमाडौँमा एकैछिनमा आइपुग्छ तेरो सिन्धुलीबाट अनि आउने त्यहाँ खुमालटारमा विधि विज्ञान प्रयोगशालामा आएर डिएनए तेरो दाइको पनि झिक्ने होइन पहिलाको पनि झिक्ने मिलेन भने के चाहिँ भयो त अनौठो त भएन आकाश झर्ने होइन धरती भाषेन तेरो दाइले माला जपेर बसेछ त्यसको नाममा त्यहाँ त्यो बहिनीको नाममा त्यो भाउजूको नाममा सत्यमा बसिरहेछ त्यहाँनिर कोरियामा त्यो नन्द भनाउँदोलाई आफू डिभोर्स गरेर कति नै गतिले जस्तो भएर डिभोर्स गरेर माइतमा आएर आमासँग काना खुसी कुरा गरेर भाउजू मार्नलाई अनि मेरो दाइको बच्चा होइन त भाउजू र दाइ सुतेको तैँले हेरेर बस्यादिस् कि रातभरि चियार बस जस्तो तेरो दाइको बच्चा होइन रहेछ भने नि के चाहिँ अनौठो भयो त डिभोर्स लियो भने आफ्नो आफ्नो त्यो गरेर मान्छे मार्नु पाइन्छ मार्ने कानुन छ नेपालमा ल आइमै यस्ता बिग्रेको आइमै तुरुन्तै यो हत्यारालाई कोरियाबाट नेपाल झिकाउनु पर्यो र कडा भन्दा कडा सजाय दिनु पर्यो सबैजनाले आवाज उठाउँ यो मान्छेलाई नेपाल झिकाएर सजाय दिनलाई पहल गर्नु पर्यो के अनि त्यस्तो अपराधी बाउसँग पनि बस्न सकिँदैन त्यो बच्चाहरूको जिन्दगी यस्तो बर्बाद भयो कि होइन तपाईँहरूको एउटा सानो निर्णयले गर्दाखेरि आज त्यो संसार छोडेर गयो कि त्यो बिचरा सिस्टरले कस्तो हृदय हो कस्तो मन हो तपाईँहरूको अलिकति दिमागमा अलिकति माया ममता भन्ने छैन तपाईँहरूको त्यो माइतीको नि एकदम धेरै गलत छ थुप्रैपल्ट चिचार रोदान त्यहाँ गएर माइतमा त्यो थुप्रैपल्ट निस्केर गएको अरे है त्यसकारण त्यो आमा र के अरे बाउले अनि सुन्दै नसुन्ने रे के कुरा जहिले सुकै पीडा लगेर गयो मलाई यसो गर्छ भन्यो चुप लागेर बस्ने आफ्नो मामा बुहारी हो भनेर तपाईँको इज्जतको लागि छोरीलाई बलिको बोका बनाउने हो बलि चढाउने हो छोरीलाई तपाईँले जन्मे भन्दा तपाईँले जे भने त्यो मान्नुपर्ने के छ यहाँ कडाइका साथ यिनीहरूलाई कारवाही गरेर यिनीहरूलाई चाहिँ 25 वर्ष राख्नु आजीवन त्यो जन्मेर अब त्यसको जीवनमा कति वर्ष बाँच्छ त्यो आमा 61-62 वर्षको रे म यहाँ रानी रे नाम भनी मान्छेको नाम भने रानी होइन ब्योर भने त्यस्ता कुहिएको सडेको अपराधी कुलङ्गार्नी तिमीहरू पापाको परा आमाको परा हो तिमीहरूलाई तिमीहरू